यहाँहरू सम्पूर्ण नमस्कार। म तपाईँहरूको माझ फेरि पनि एउटा सानो नयाँ भिडियो लिएर आएको छु, जुन चाहिँ नेपालको संविधानको विकासक्रमका बारेमा रहेको छ। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। एक नेपाल सरकार वैधानिक कानुन 2004 चाहिँ घोषणा 2004 माघ 13 लागू हुने भनेको चाहिँ 2005 वैशाख 1 तर लागू भएन यो। यसको संरचना चाहिँ भाग 6 धारा 68 र अनुसूची 1 घोषणा गर्ने पदम शमशेर 2 मा नेपाल अन्तरिम शासन विधान 2007 यो चाहिँ 2007 सहित 29 यसमा चाहिँ भाग 7 73 अनुसूची 1 घोषणा गर्ने चाहिँ राजा त्रिभुवन 3 मा नेपाल अधिराज्यको संविधान 2015 यसको चाहिँ 2015 फागुन 1 भाग 10 धारा 77 जसमा चाहिँ अनुसूचित थिएन राजा महेन्द्रबाट चाहिँ घोषणा भएको। अब 4 मा नेपालको संविधान 2019 यो चाहिँ 2019 पौष 1 यसमा चाहिँ भाग 20 धारा 97 र अनुसूची चाहिँ 6 वटा। यो पनि राजा महेन्द्रबाट नै प्रमाणित भएको थियो। महेन्द्र यसपछि 5 मा नेपाल अधिराज्यको संविधान 2047 यो चाहिँ 2047 कार्तिक 23 यसमा चाहिँ भाग 23 धारा 133 अनुसूची 3 रहेका थिए भने यसलाई घोषणा गर्ने चाहिँ राजा वीरेन्द्र थिए। यसपछि 6 मा चाहिँ नेपालको अन्तरिम संविधान 2063 यो चाहिँ 2063 माघ 1 मा चाहिँ भएको थियो। यसमा भाग चाहिँ धारा 167 अनुसूची 4 वटा रहेका थिए भने यो चाहिँ प्रतिनिधि सभाबाट चाहिँ घोषणा भएको थियो। र अर्को 7 मा चाहिँ नेपालको संविधान यो चाहिँ 2072 असोज 3 मा यसमा चाहिँ भाग 35 धारा 308 अनुसूची चाहिँ 9 वटा रहेका छन्। यो चाहिँ संविधान सभाबाट प्रमाणित अथवा घोषणा भएको मानिन्छ। यसरी चाहिँ हामी नेपालमा चाहिँ 7 वटा संविधानहरू निर्माण भएका तर कार्यान्वयन चाहिँ 6 वटा मात्रै भएका छन् भने एउटा नेपाल सरकारको वैधानिक कानुन 2004 निर्माण भयो तर विविध कारणवश यो कार्यान्वयन भएन भन्ने
बुझिन्छ भन्दै धन्यवाद।